हेलो नमस्कार साथीहरू, म तपाईहरुसँग चाहिँ नि आज यसको बारेमा म भन्न आइराखेको छु है। यो तपाईहरुले चिन्नुहुन्छ होला सायद हैन। यसको नाम चाहिँ नेपालीमा सजीवन पनि भन्ने गरिन्छ भने यसलाई चाहिँ नि शीतलचिनी पनि भन्ने गरिन्छ भने इंग्लिशमा यसलाई मोरिङ्गा भन्छ है। यो चाहिँ नि हाम्रो गाउँघरमा त्यसै पनि पाइने चीज हो हैन। हामीले चाहिँ नि यसबाट के पाउन सकिन्छ भन्दाखेरि तपाई दूध खानुहुन्छ भने दूधबाट जति क्याल्सियम पाउनुहुन्छ नि त्यो भन्दा बढी 70% चाहिँ नि यसबाट पाउन सक्नुहुन्छ हैन। हामी पालकको साग खान्छौं नि, त्यो पालकको साग भन्दा पनि 21% चाहिँ नि आइरनको मात्रा यो चिया अथवा यसको धुलोमा पाइन्छ हैन। हामी सुन्तला खान्छौं, सुन्तलामा तपाईको भिटामिन सी 7 कति पर्सेन्ट पाइन्छ नि त्यो भन्दा बेसी हामीले 7% सम्म चाहिँ नि यो मोरिङ्गामा हामीले पाउने गर्छौं हैन। हामीले पोटासियमको लागि रेगुलर हामी केरा खाने गर्छौं हैन। अब रेगुलर हामी केरा खाँदाखेरि चाहिँ नि हामीले अब कति पर्सेन्ट त्यसमा पाइन्छ नि हैन। त्यो भन्दा बेसी भनेको मतलब 15% भन्दा बेसी चाहिँ नि पोटासियम हामीले यो सागमा हामीले पाउन सकिन्छ भनेपछि तपाई गाउँघरमा त्यसै खेर गइराको चीजहरुमा कति धेरै फाइदा